आजको यो गुड मर्निङ एभ्रिवान। आजको हाम्रो ट्रेनिङ चल्दैछ र यो हाम्रो श्रीजङ्ग कराते एकाडेमी क्याँगरभिट्टामा चाहिँ मर्निङको ट्रेनिङ चलिरहेछ। राम लक्ष्मण दाजुभाइको एकदम ट्रेनिङ यहाँ कम्पिटिसन भइरहेछ र हाम्रो अर्को भान्जा रनिङमा। भान्जा ठिक छ? र यहाँ चाहिँ हाम्रो श्रीजङ्गा यस पार्क समितिका अध्यक्ष हर्क फ्याक काकाज्यूलाई पनि एकदम धन्यवाद दिन चाहन्छौँ। उहाँले र उहाँको सम्पूर्ण टिमलाई र उहाँको साथ नभए सायद हामीले यहाँ ट्रेनिङ गर्न पाउँदैन थियौँ होला। सम्पूर्ण समितिको साथ छ, जे होस् खुसी लागेको छ र उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ हाम्रो यस एकाडेमीको तर्फबाट। र यो हाम्रो श्रीजङ्गाको शालिगहरू रहेको छ यसरी। जस अहिले पार्क एकदम सुन्दर, फुलहरू फुलिरहेछ, हरियाली छाइरा भइरहेछ, फुल्दैछ फुलहरू। एकदम अहिले नयाँ तरिकाले पार्कको सरसफाइ पनि सकिएको छ राम्रो तरिकाले। र यहाँनिर चाहिँ अब ट्रेनिङ अहिले सञ्चालन भएको लगभग 4 महिना जति भइसक्यो र यहाँनिर चाहिँ एकदम अहिले पार्क समितिका सम्पूर्ण टिमहरूको अगुवाईमा यो सरसफाइ भइरहेको छ। प्रत्येक महिनाको लगभग 2 पल्ट यहाँनिर हुने गर्दछ र यहाँनिर जति पनि अनि साथमा हाम्रो यो एकाडेमीको तर्फबाट पनि हामी सरसफाइहरू गरिरहेछौँ। यहाँनिर चाहिँ हामीले यसरी फुलहरू रोपेको छौँ। यो र यहाँ हाम्रो भित्र चाहिँ हामीले यहाँ बोटको टालेको छौँ केन्द्र। बाहिरको यस्तो छ। अब यहाँनिर चाहिँ हामीले आउँदो समयमा विविध प्रकारको फुलहरू लिएर रोप्ने, यसमा अझै यो हाम्रो एकाडेमीबाट सोचहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ म हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु हामी यस श्रीजङ्गा पार्क समिति र अध्यक्ष हर्क फ्याक काकाज्यूलाई। उहाँको साथले एकदम हामीलाई एउटा प्रोत्साहन पुगेको छ र मिलेको छ। यति भन्दै हामी धन्यवाद दिन चाहन्छौँ एकाडेमीको तर्फबाट। आरब छिटाउ बेट नानी, ढिलो भइसक्यो।